हेलो एभ्रिवान एन्ड वेलकम ब्याक माई काङ्केल ड्याडिजमा एकदमै धेरै समयको बाद म आज भिडियो बनाइरहेको छु र म चाहिँ अहिले गेजिङमा छु मेरो साथीकोमा अनि त्यहाँदेखि हामी चाहिँ आज अचानक घुम्नु जाने प्लान भएको छ। अहिले यहाँ रुममा चाहिँ मेरो साथी पनि छ अनि हामी हल्का रेडी पनि हुन थालेको छु र हामी कहाँ जाने भनेर तपाईँले देख्दै जानुहुन्छ भिडियोमा अनि बिस्तारै बिस्तारै पेसेन्सले सबै भिडियो हेर्नु। अहिले चाहिँ हामी सबै रेडी भइसकेको छ। हामी अब निस्किँदैछ। औ जुम 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 10 बज्न आँटिसक्यो। यहाँ दुईजना चाहिँ हामी निस्किँदैछु। ट्याक्सी पर्खिनुपर्छ। ला पानी पर्दैछ त पानी चाहिँ पानी पर्दैछ। सिस्टर दिया के भयो छाता टकरार हो रहा है वो ए आया साथ दिन आज वेदरले पानी हल्का पर्दैछ। बराबरै घाम लाग्छ। एकछिनमा दिन राम्रो हुनु सक्छ। उयो स्ट्यान्ड जाँदैछ। अहिले चाहिँ हामी स्ट्यान्ड होइन जहाँ स्ट्यान्डदेखि माथि बजेट स्ट्यान्ड आइपुग्यो। हामी अगाडि मेरो साथी छ, यहाँ हाम्रो हिस्से बहिनी छ। पेलिङका गाडी हामी चाहिँ आइपुग्यो पेलिङ रोपवे। प्लास्टिकमै हाल्नु रोपवे चाहिँ यहाँनिर छ। हामी चाहिँ यहाँनिर आइसकेको छ। यहाँ मेरो पछाडि चाहिँ पेलिङको रोपवे चेरिजी चाहिँ यहाँ स्काई वक चाहिँ देखाउनेवाला छु। त्यो चाहिँ आइसकेको थियो तर यो चाहिँ फर्स्ट टाइम हो म आएको। अवश्य छु यहाँ टिकट काउन्टरमा चाहिँ यहाँ टिकट काट्नको लागि जाँदैछु। हजुर टिकट काउन्टर छ यहाँनिर चाहिँ। यहाँ त कति एक्साइटेड भेरी मच एक्साइटेड है। डबल एक्साइटमेन्ट छ है। यो हाम्रो पेलिङको रोपवेमा चाहिँ यत्रो बसेर फर्स्ट टाइम एक्सपिरियन्स कति भयो अब यो घुमेको? ऊ चाहिँ यतै हुन्छ नि त, उसलाई सोधेको कारण चाहिँ होइन मन्थ्स इयर मन्थ्स कपाल अफ मन्थ्स हिस्से कतिको एक्साइटमेन्ट छ? भेरी एक्साइटेड। मेरो स्माइलबाट बताऊ कतिजना जान्छ यसमा चाहिँ? अनि सोधौँ न। 1000 8जना? एकछिन वेट हामी 3जना। डर लाग्यो सायद हामी यसमै होला। हामी चाहिँ फर्स्ट टाइम त होइन, यो सेकेन्ड टाइम हो रोपवे चलेको। तर थर्ड टाइम पेलिङको रोपवे खेलेको जस्तो भयो। अब चाहिँ मलाई त कस्तो छेउछेउ रोटेपिङमा त कस्तो डर लाग्छ। देउरालीको चलेको थियो कि तर यस्तो कहिले भएको थिएन। ल तलको म चाहिँ तल मलाई त मजा आयो। हेलो यो रियल उयो देख्नेवाला छु। ला उयो भएर केही देखेन। पक्रिने पनि छैन त यहाँ त हेर्नु सक्नुहुन्छ तपाईँहरूले। छिटो लाग्यो। कस्तो सबैभन्दा खतरा लाग्यो मलाई। हाइट फोबिया छ नि त मलाई डर। तिमी यो यसमा चाहिँ फर्स्ट टाइम चढेको?
पेलिङकोमा चाहिँ फर्स्ट टाइम हो अझै हामी यो वरिपरिको यो वरिपरिको सिन देखेकै छैन हामीले भ्यू पछाडि हेर त पछाडि हेर त पर डरावना है बहुत ये वाला ऐसा करता है ना निकै लामो समय पनि जस्तो लाग्यो ग्याङ्टोकको देउराली भन्दा चाहिँ देउरालीको रोपवे इफ चढ्नु भएको छ भने चाहिँ त्यो भन्दा चाहिँ निकै आज अलिकति लामो फेरि रिटर्न पनि हुन्छ हामी अब स्काई वक गएर ए अब स्काई वक गएको फेरि फर्केर आउँछ त्यसमै रिटर्न हुन्छ यही टिकटमा यसमै आइपुग्यो बिस्तारै झर्मै नअत्ताली झर है बिस्तारै ल आज चाहिँ अलिक फगी लागेर चाहिँ हामी राम्रो देख्न पाएन यहाँ हाम्रो साथीको चाहिँ खुट्टा कामी अरे यहाँ टक्कै यहाँनिर आइपुगेर चाहिँ अब चाहिँ हामी चाहिँ जुन चाहिँ एक्चुअलमा पहिला चाहिँ म यहाँ चाहिँ आइपुगेको यो चाहिँ एक्चुअली पहिला चाहिँ थिएन यो भएर चाहिँ आएको थिएन खै सायदै साल पनि भयो कि टिकटहरू काट्नुपर्छ यहाँ हेलो यसरी टिकट कहाँ रहेछ यहाँ हुँदैन माथि ए माथि पो त है टिकट चाहिँ तपाईँको माथि हुन्छ मेन चेरेजीको भ्यू देख्नुहुँदै होला हाम्रो यही हो टिकट भयो टिकट्स ला त्यो उयसमा भनेको तिमीले अन्त त है यहाँ टिकट देखाएर अन्त त बस्टिल केही छैन केही छैन र पनि यो चाहिँ हो तपाईँको स्काई वक अनि एउटा राम्रो नयाँ कुरा चाहिँ के देखियो भने चाहिँ यहाँनिर ब्रेस्ट फिडिङ कर्नर पनि रहेछ है अहिले चाहिँ अब वे टु हेभन र आजको दिन चाहिँ यति ज्यादा फगी लागेको थियो है र फगी लागेको भ्यू पनि मैले आज यो भिडियोद्वारा मैले तपाईँलाई देखाउनु पाएँ र फगी लागेको बेलाको पनि यो पेलिङ चेरेजी भिजिट गर्दाखेरि चाहिँ कुनै पनि माइनस पोइन्ट चाहिँ लागेन है जुन चाहिँ फर्स्टमा हामीलाई अलिकति रिग्रेट लागेको थियो तर त्यहाँ पुग्दाखेरिको त्यो फगी लागेको वेदर पनि एकदमै राम्रो लाग्यो अनि रमाइलो पनि लाग्यो यहाँबाट चाहिँ घुमाउँदै 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 कालो जानुपर्छ लु खोलिँदैछ है यहाँनिर चाहिँ हेरौँ खोलिँदैछ निकै यत्रो लामो सिँढी छ अहिले चाहिँ हामी यहाँनिर राउन्ड लगाएर यहाँनिर भ्यूको मजा लिइरहेछ उल्टा चलो एक सेकेंड यो चाहिँ हाम्रो स्काई वक अन्त कस्तो लागिरहेछ
मजा आइरहेको छ वेदर पनि अहिले अलिक राम्रो भएको छ मजा आइरहेको छ उसलाई सोध्दैन निश्चय कस्तो लागिरहेछ कस्तो मजा आयो फोटो खिच्यो होइन अन्त वेदर पनि क्लियर भयो दिदीले भने जस्तै अन्त रिफ्रेस भयो जग्गा भएर पनि होला कि अलिकति भए पनि यो भयो के भन्नु रिफ्रेसमेन्ट है मजा आयो पिस ल भोक लाग्दैछ र फर्किने बेलामा चाहिँ हामीले यो जुन चाहिँ सिँढी छ लामो स्टेयर्सहरू छ हामीले त्यो लिएनौँ तर हामीले ब्याक साइडपट्टिबाट फर्केर आयो जुन चाहिँमा चाहिँ ग्रिनेरिजहरू भयो ग्रिनेरिज त वरिपरि नै ग्रिनेरिज नै थियो तर गार्डनिङ गरेकोहरू है हिँड्दै हिँड्दै हेर्दै ब्याक साइडको पनि भ्यू हेर्दै एकदमै रमाइलो भयो अहिले चाहिँ हामी यहाँनिर पेलिङ बजार आइपुगिसकेको छ एउटा गाडीमा लिफ्ट पाएर हिँड्दै थियो खासमा चाहिँ हामी अनि यहाँनिर हाम्रो साथीले चाहिँ एउटा फेमस पान दोकानमा लाँदैछ काठको भइरहेको कतिजनालाई याद पनि छ ल पान दोकानमा ल्याएको छ पान बनाउँदा मिठा फुल मिठा तिमी फुल मिठा सादा मिठा एउटा सादा मिठा फेमस पान दोकान बाटो भयो पान दोकान फेमस बाटो भयो तिमीहरू कति सधैँ आउँछु हामी चाहिँ अहिले यहाँनिर अघि आएर फ्रेसन अप भएर हामी यहाँ सबैजना यसरी बसिरहेछ र आजको हाम्रो दिन चाहिँ यसरी नै बित्यो है हामी फ्रेसन अप भएर बसिरहेछौँ अहिले बेलुकाको 5 बजिरहेछ र फेरि यसरी नै नेक्स्ट टाइम म तपाईँलाई अर्कै ठाउँको फेरि भिडियोद्वारा भिजिट गराउँछु है टिल देन स्टे सेफ एन्ड टेक केयर